हे पहिलो नम्बरमा म्याकुरी पहिलो नम्बरमा काला च्यानल सब्सक्राइब गरे पहिलो नम्बरमा हे काला च्यानल सब्सक्राइब गरे पहिलो नम्बरमा दोस्रो नम्बरमा म्याकुरी दोस्रो नम्बरमा बेलो आइकन टिपी मैले दोस्रो नम्बरमा मुभी मिस्टेक हालेको च्यानलमा हे काला च्यानल सब्सक्राइब गर पहिलो नम्बरमा ओके गाइस, तपाईहरुले पहिलाको मिस्टेक्स त पत्ता लाउनु भयो, तर यो भिडियोमा के मिस्टेक छ तपाईहरु पत्ता लाउन सक्नुहुन्न। ओके, यदि तपाईहरुमा कार्लसको जस्तो क्षमता छ भने यो भिडियोमा के मिस्टेक छ पत्ता लगाएर देखाउनुस् र म तपाईहरुलाई 10 सेकेन्डको टाइम दिन्छु। तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला र यसको आन्सर चाहिँ म लास्टमा दिन्छु। सो तपाईहरुको टाइम सुरु हुन्छ अब। Girls, come here. Girls, come here. Girls, come here. यो सिनमा जब क्यामेरा एंगल अगाडिबाट देखाइन्छ त्यतिबेला यो दाउरा एकदम फ्रेश हुन्छ, भक्कर भक्कर बोल्दै गरेको हुन्छ। जब क्यामेरा एंगल टाढाबाट देखाइन्छ त्यतिकैमा सबै दाउरा त कोइलामा परिवर्तन भइसकेका हुन्छन्। जब क्यामेरा एंगल यो साइडबाट देखाइन्छ त्यतिबेला यो केटाको पछाडिबाट अरु कोही हुँदैनन्। जब क्यामेरा एंगल अगाडिबाट देखाइन्छ त्यतिकैमा दुईटा चिरकुट त उभिरहेका हुन्छन्। सरकारी स्कुलको वार्षिक उत्सव मनाउने बेलामा मन्त्री प्रमुख अतिथि बनेर आएको हुन्छ। तर सरकारी स्कुलको वार्षिक उत्सव किन बोर्डिङ स्कुलमा मनाइरहेछन् यार? नो आई मिन श्री खानी डाँडा माध्यमिक विद्यालय त यस्तो छ नि। सो यो त प्राइभेट स्कुल हो, यस्तो चाहिँ किन? यति नै किन राजेश भाइ? अर्को किन पनि बाँकी छ। यो सिनमा के भन्छ सुन्नुहोस् है त। सबै ठुल्ठुला भोजहरू यिनीहरूको स्कुलमा हुन्छ भनेको छ, तर यो गाउँको सबभन्दा ठुलो काजीको मित लागेको भोज चाहिँ आफ्नै घरमा हुन्छ। किन? जब क्यामेरा एंगल यो साइडबाट देखाइन्छ त्यतिबेला यसको खुट्टामा मोबाइल हुँदैन। जब क्यामेरा एंगल चेन्ज हुन्छ त्यतिबेला यसको खुट्टामा मोबाइल आइपुग्छ। जब क्यामेरा एंगल नजिकबाट देखाइन्छ त्यतिबेला शिवलिङ्गको साइडमा ठ्याक्कै पूजाको थाली हुन्छ। जब क्यामेरा एंगल टाढाबाट देखाइन्छ त्यतिबेला त्यो थाली पनि गायब हुन्छ। जब क्यामेरा एंगल टाढाबाट देखाइन्छ त्यतिबेला त्यो झ्यालनी र हिरोइन बसिरहेको हुन्छ। जब क्यामेरा एंगल नजिक देखाइन्छ त्यतिबेला पनि हिरोइन ढोकाबाट आइरहेको हुन्छ र झ्यालमा त अरू कोही हुन्छ। जब क्यामेरा एंगल टाढाबाट देखाइन्छ त्यतिबेला बियरको बोतल खाली खाली हुन्छ। जब क्यामेरा एंगल नजिकबाट देखाइन्छ त्यतिबेला बियरको बोतल त आधा हुन्छ।